अब यहाँ भोल्टेज दुईटा हुन्छ, करेन्ट दुईटा हुन्छ है, पावर चाहिँ तीनटा हुन्छ। थ्री फेज सिस्टममा रहेका वा थ्री फेज पोलारिटीहरू क्रमशः RYB मा रहेका भोल्टेजहरूलाई थ्री फेज भोल्टेज भनिन्छ, जुन क्रमशः 3.3 kV, 6.6 kV, 33 kV, 66 kV, 132 kV, 220 kV, 440 kV, 465 kV र 440 भोल्ट रहन्छ। यो भनेको जेनेरेसन भोल्टेज हो है। जेनेरेसन भोल्टेज भयो 11 kV र 33 kV डिस्ट्रिब्युसन भोल्टेज, 66 kV र 165 kV सम्म, 765 kV सम्म ट्रान्समिसन भोल्टेज र यो कन्ज्युमर भोल्टेज। विश्वको जुन कुनैमा गए पनि 440 भोल्ट भन्दा ठुलो लोड हुँदैन। लोड भनेको हाम्रो 440 कै हो हैन। अब यो जेनेरेसन भयो, डिस्ट्रिब्युसन भोल्टेज भयो, यो ट्रान्समिसन भोल्टेज भयो। एउटा हाइड्रो पावरबाट अर्को हाइड्रो पावर वा ठुल्ठुलो टावरहरूमा कुदाउने भोल्टेज लेभल यो हैन। हाम्रो घर थिमको ट्रान्सफर्मरमा आउने भोल्टेज लेभल यो, हाइड्रो पावरबाट निस्किने भोल्टेज यो, लोडमा दिन मिल्ने भोल्टेज फेरि यो थ्री फेज वायर सिस्टममा दिनु पर्यो। 440 भन्दा ठुलो लोडै हुँदैन हैन। अब किन ट्रान्समिसन गर्नु पर्यो, किन डिस्ट्रिब्युसन गर्नु पर्यो भन्ने कुरा पछि बुझ्छौँ है। टाइप्स अफ भोल्टेज दुईटा भोल्टेज हुन्छ, एउटा लाइन भोल्टेज, अर्को फेज भोल्टेज भयो। लाइन भोल्टेज थ्री फेज सिस्टममा रहेका फेजहरू क्रमशः RYB मध्ये कुनै दुईवटा फेज र वा तीनवटा फेजमा नापिएको भोल्टेजलाई लाइन भोल्टेज भनिन्छ। नापिएको भोल्टेज लाइन भोल्टेज भनिन्छ। सिम्बल हो VL र V2, V1 युज गर्छ, तर V1 युज एकदम कम हुन्छ। VL बढी युज गर्छ है। VL भनेको लाइन भोल्टेज भनेर बुझ्नु पर्छ। सिम्बल चाहिँ VL। V1 चाहिँ एकदम कम युज गर्छ, अरूमा नि युज गर्न मिल्दैन त। V1 त युज गरिँदैन, तर म्याक्सिमम युज गर्ने भनेको भोल्टेज लाइन हो, VL लाइन भोल्टेज हो। मल्टिमिटरले मैले भोल्टेजमा लगाएँ, 660 मा लगाएँ। यो RYB फेज हो दुईटा हैन। यसमा RYB छ क्रमशः भने यो र यसमा नापिदिए कुनै प्रोबलाई दुईटा फेजमा राखियो भने यो पनि लाइन भोल्टेज हो। यसलाई भन्नुपर्छ VL RY मा नापिएको लाइन भोल्टेज हो नि हैन। यसलाई डिटेलमा भन्नु पर्यो, लाइन भोल्टेज हो यो हैन। कति आउँछ 400 देखि 440 आउँछ। 11 kV मा नाप्यो भने अहिले कन्डिसन हामी स्टान्डर्ड डेल्टामा के हुन्छ भनेर हेर्छौँ। यो पनि लाइन भोल्टेज हो हैन। यो दुईटा प्रोबमा लगायो भने यो लाइन भोल्टेज कुन लाइन भोल्टेज हो, VL YB। यो र यसमा नाप्यो भने लाइन भोल्टेज हो RB। यो तीनटैमै नाप्यो भने मल्टिमिटरले तीनटैमै नाप्न मिल्दैन, तर थ्री फेज मिटरले त नाप्न मिल्यो हैन। थ्री फेज मिटर हामी पछि पढ्छौँ, तीनटैमा नापियो भने पनि यो पनि लाइन भोल्टेज है। कुनै दुईवटा फेज र तीनटाको फेजको बीचमा नापिएको भोल्टेजलाई लाइन भोल्टेज भनिन्छ। भनेको चारवटा तरिकाले लाइन भोल्टेज नाप्न सकियो। VL RY हैन, VL YB, VL RB वा VL RYB, चारवटा तरिकाले लाइन भोल्टेज नाप्न सकियो हैन। VL भन्ने बित्तिकै लाइन भोल्टेज हो भनेर बुझ्नु पर्यो। अझै डिटेलमा कुन VL हो त भनेर सोध्यो भने यसरी भनियो, VL RY, VL YB, VL RYB है। चारवटा तरिकाले लाइन भोल्टेज नाप्न सकिन्छ। कुनै दुईवटा फेजको बीचमा नापिएको भोल्टेजलाई लाइन भोल्टेज। एक्ज्याक्ट थ्री फेज भनेको चाहिँ लाइन भोल्टेज है। एक्ज्याक्ट थ्री फेज भोल्टेज भनेको फेज भोल्टेज। थ्री फेज सिस्टममा रहेका फेजहरू क्रमशः RYB र न्युट्रल, कुनै एउटा फेज र न्युट्रलको बीचमा नापिएको भोल्टेजलाई फेज भोल्टेज भनिन्छ। जस्तै RN, YN, BN मा नापिएको भोल्टेज तीनटा तरिकाले नाप्ने हुन्छ। कुनै R फेज र न्युट्रल फेज, अब चारवटा तार छ यसमा भने एउटा फेज र न्युट्रल लियो, अर्को फेज र न्युट्रल लियो, अर्को फेज र न्युट्रल लियो। हामीले बिल्डिङमा पढेको भनेको फेज भोल्टेज पढ्यो। एउटा फेज र न्युट्रल त हुन्छ नि बिल्डिङमा हैन। फेज भोल्टेज हो त्यो। थ्री फेजमा चाहिँ तीनटा फेज छ, तीनटै फेजको बीचमा पनि नाप्न सकियो, कुनै दुईटा पनि नाप्न सकियो। RN, YN, BN मा नापिएको भोल्टेज, जस्तै R1, YN, BN। अब यसको सिम्बल हेर्छौँ भने VPH बढी युज गर्छ, कहिलेकाहीँ VP पनि युज गर्छ, कहिलेकाहीँ V2 पनि युज गर्छ। V2 एकदम कम युज गर्छ। VPH र VP बढी युज गर्छ है। VPH भन्यो भने फेज भोल्टेज भनेर बुझ्नु पर्यो। अब यसलाई डिटेलमा भन्ने हो भने VPH RN भन्नु पर्यो। के बुझ्यो यो भनेको? VPH RN भनेको फेज भोल्टेज हो कुनको, R र न्युट्रलको बीचको। R फेजमा कति भोल्टेज आइरहेछ भनेर हेरेको हैन। VPH RN नाप्न, YN नाप्न सक्यो हैन। Y र YN, VPH BN, तीनटा तरिकाले फेज भोल्टेज नाप्न सकियो। टाइप्स अफ करेन्ट यो चाहिँ लेखेर आले कि यो चाहिँ लेखेर हामीले नाप्ने हो मल्टिमिटरले। एउटा फेज र न्युट्रलमा राखेर नापियो भने त्यो के हो, फेज भोल्टेज हो हैन। फेज भोल्टेज यति छ भन्ने हो के, यो R र N मा नापेको भन्ने भनिदैन। फेज भोल्टेज यसको यति छ हैन। अझै भन्नु पर्नु भने फेज भोल्टेज RN यति छ, फेज भोल्टेज YN यति छ, फेज भोल्टेज BN यति छ भन्ने भन्दाखेरि भोल्टेज यति छ भने त के हो, के हो, कुन भोल्टेज, कहाँ नापेको भोल्टेज हैन। त्यहाँ धेरै छन् भोल्टेज
यो सिम्बलहरु केमा आउँछ भन्दाखेरि बुझ्छ है? अब पछि फर्मुला हैन त्यो सिम्बल केमा आउँछ भने पछि पावरको फर्मुला √3 VPH IPH cos phi हो के भनेको यो पावरको फर्मुला के भनेको छ √3 फेज भोल्टेज लाइन भोल्टेज फेज करेन्ट र cos phi पावर फ्याक्टर हो पछि यो सिम्बल यहाँ यसरी आउँछ नि पावरको फर्मुला अब यो IPH VPH भनेको के हो भनेर पहिला हामीले बिल्डिङमा सुरुको क्लासमा भोल्टेज भनेको यो करेन्ट भनेको यो पढेको जस्तै आज पढ्दैनौँ हैन सिम्बल I भनेको करेन्ट हो भनेको टाइप्स अफ करेन्ट लाइन करेन्ट र फेज करेन्ट लाइन करेन्टमा 3 फेज सिस्टममा रहेका फेजहरू क्रमशः RYB मा कुनै दुईवटा फेज वा तीनवटा फेजमा नापिएको करेन्टलाई लाइन करेन्ट भनिन्छ जस्तै RY YB DR RYB मा नापिएको करेन्ट RY मा नाप्न नि मिल्यो Y र B मा नाप्न नि मिल्यो B र R मा नाप्न नि मिल्यो RYB मै नापियो भने पनि त्यही हो सिम्बल IL र I1 युज गर्छ I1 चाहिँ IL चाहिँ बढी युज हुन्छ लाइन करेन्ट IL I1 त्यति युज गरिन्छ IL बढी म्याक्सिमम युज गरिन्छ है अब यो मल्टिमिटरले करेन्ट नाप्न मिल्छ मिल्दैन है अब पछि गएर मोटर बिग्रिँदैछ मोटरले यति करेन्ट तानिरहेछ सबै हामीले करेन्ट नापेर थाहा पाउने कति एमसिबी राख्ने सबै यहीको फर्मुला अनुसार हो अहिले त हामीले स्टार्टरमा त जोड्न जानेर भयो कन्ट्याक्टर कति एम्पियरको राख्छ कुन मोटरलाई हैन टिपी एमसिबी कतिको राख्ने पावर केबल कतिको राख्ने OLR को सेटिङ कतिमा गर्ने सबैको डिजाइन क्याल्कुलेसन हुन्छ सेलेक्सन गर्नुपर्छ करन्ट मिटरलाई सिटीले नाप्नु पर्यो त तीनटा फेज छ RYB फेज कर्म छ भने मैले यो डेटामा नाप्दिए यो कुन करेन्ट हो के करेन्ट हो लाइन करेन्ट कि फेज करेन्ट लाइन करेन्ट IL RY हो यो पनि के हो IL YB लाइन करेन्ट हो यो पनि हैन यो पनि के हो लाइन करेन्ट यो तीनटैलाई राखेर एकै ठाउँमा नाप्यो भने यो पनि लाइन करेन्ट हो तीनटै नाप्दाखेरि पनि लाइन करेन्ट हो तर एउटा फेज र एउटा न्युट्रल राख्नु भने नापिदैन कुनै एउटा फेज वा तीनटै फेजमा नाप्ने करेन्ट है यसरी तीनटै राख्नु भने नापिदिन्छ भनेको यो लाइन करेन्ट हो लाइन करेन्टलाई अब यसरी लाइन करेन्ट भनिन्छ अब डिटेलमा लाइन करेन्ट डिटेलमा भनिदिनुस् भन्यो भने IL RY नाप्न नि मिल्यो हैन IL YB नाप्न नि मिल्यो IL BR नाप्न नि मिल्यो RB नाप्न नि मिल्यो IL RYB नाप्न पनि मिल्यो चारवटा तरिकाले लाइन करेन्ट नापिन्छ भाषा त्यही छ अब फेज करेन्ट भनेको के हो रहेछ त अहिलेको जस्तो नि लाइन भोल्टेजको ठाउँमा करेन्ट राखिदिनु भने मिलिहाल्छ फेज करेन्ट के भयो फेज करेन्ट भनेको परिभाषा कुनै एउटा फेज र न्युट्रल करेन्टको डिटेलको कुरा आउँछ सिरिज कनेक्सन हैन कुनै एउटा फेजमा नापिएको करेन्ट न्युट्रलको कुरा आउँछ करेन्ट भनेपछि क्लाइम मिटर हामीले एमिटरमा फेज इन फेज आउट गरे हैन भोल्टेजमा मात्र न्युट्रलको कुरा आउने हो यसमा नाप्यो भने यो पनि फेज करेन्ट हो फेज करेन्ट IPH R IPH Y IPH B यो फेज करेन्ट हो अब यसमा भन्दा मोटरले एक्ज्याक्ट कति करेन्ट लिनुपर्ने मानौ 10 एम्पियर करेन्ट लिनुपर्ने हो भने यसमा 10 एम्पियर लेखा या 14 एम्पियर लेखा भने यो कोइल चल्दैन भनेको यो कोइल बीचको कोइल भनेको कुन हो हाम्रो मोटरको V1 V2 हैन Y3 V1 V2 मा हैन यो कोइल ड्यामेज हुँदैछ भने थाहा पाउने सबै करेन्ट नापेर लाइन करेन्ट फेज करेन्ट भन्दा डिफरेन्सेस कति आउनुपर्छ स्टारमा कति आउनुपर्छ डेल्टामा कति आउनुपर्छ यसमा नाप्यो भने यो पनि के हो फेज करेन्ट यसमा नाप्यो भने यो के हो तीनटैमा नाप्यो भने RB मा के हो लाइन करेन्ट हो यो फेज करेन्ट भन्नु पाइदैन है लाइन करेन्ट हो कुनै दुईवटा फेजको बीचमा नापियो भने फेज भोल्टेज नापियो भने फेज भोल्टेज करेन्ट नापियो भने लाइन करेन्ट भोल्टेज करेन्ट नापियो भने लाइन करेन्ट के नापिन्छ भन्ने कुरा हो सिंगल गर्दाखेरि चाहिँ सिंगलको चाहिँ करेन्टको भोल्टेजको कुरामा न्युट्रल चाहिन्छ र त्यही भएर न्युट्रलको कुरा आएको कुनै दुईटा फेज वा कुनै एउटा फेज र न्युट्रल हो तर करेन्टको कुरामा न्युट्रल आउँदैन नि त त्यही भएर एउटा मात्रै फेजमा नापिएको करेन्टलाई त्यहाँ त्यही हेर्नु 3 फेज सिस्टममा रहेका भोल्टेज फेजहरू क्रमशः RYB मध्ये कुनै एउटा फेजमा नापिएको करेन्टलाई फेज करेन्ट भनिन्छ भोल्टेजको ठाउँमा करेन्ट राख्दिँदा भइगयो त जस्तै RYB मा नापिएको करेन्ट भनेको सिम्बल भोल्टेजको V भयो भने I मात्र थप्ने हो IPH IP र I2 युज गरिन्छ तर I2 युज गरिदैन है त्यति तर लेख्न चाहिँ लेख्नु त्यो हुन्छ भने तर IPH बढी युज भनेको IPH R भनेको के हो यो रातोमा नापेको भनेको रेडमा नापेको चाहिँ उसले भन्ने बुझ्यो तपाईले कसैले IPH R 10 एम्पियर भनेको के भन्यो क्लाइम मिटरले उसले R मा नापेछ हैन Y मा पनि नाप्नु मिल्यो IPH Y IPH तीनटैमा नाप्नु मिलेन तीनटैमा एकैचोटि नाप्नु मिल्यो मिल्यो तर त्यो लाइन करेन्ट हो फेज करेन्ट हैन फेज करेन्ट भने तीनटैमा नापेर दिएर भन त्यो लाइन करेन्ट हुन्छ लाइन भोल्टेज बराबर √3 फेज भोल्टेज हुन्छ √3 फेज भोल्टेज हुन्छ भनेको एउटा दुईटा फेजमा भोल्टेज नाप्नु र एउटा फेजमा नाप्दाखेरि √3 टाइम्सले बढी हुन्छ के त्यो भन्नु र VPH बराबर VL/√3 भनेको एउटै हो
त्यो डिभाइडमा है त्यो गर्दा नि हुन्छ कहिले हामीलाई भिपिआर दिन्छ कहिले काहीँ भिआर दिन्छ है यो कन्डिसन हो स्टार कनेक्सन यदि मोटरमा डेल्टा कनेक्सनमा हामी गरिरहेका छौँ भने आइएल बराबर √3 आइपिएस हुन्छ एउटा फेजमा करेन्ट नाप्नु र तीनटा फेजमा करेन्ट नाप्नु भन्दाखेरि एउटा फेजमा नापेको करेन्ट कम आउँछ किनकि √3 टाइम्सले बढी हुन्छ यो आइएल भनेको कति हो कतिवटाको ए दुईटाको तीनटाको एउटै हो हैन तर ट्विस्ट यहाँ छ आइपिएस बराबर आइएल बाई √3 हुन्छ भनेर पनि पाइन्छ अब यो फर्मुला पछि गएर काम गर्छ है एउटा हो 4 नम्बरमा हेर्छौँ भने आइएल बराबर आइपिएस भिएल बराबर भिपिएस हुन्छ एउटा फेजमा जति भोल्टेज छ नि दुईटा फेजमा नाप्यो भने त्यति नै भोल्टेज दुईटैमा 400 हुन्छ किन त्यस्तो भएको भने डेल्टा कनेक्सनमा हामीले मोटरलाई यहाँबाट आर दियो भने युट्युबमा के देखाउँ वाइ तथा बी देखाउँ हैन भनेपछि यसले सेन्स चाहिँ यहाँसम्म त्यही गरिरहेको हुन्छ नि यो त क्वाइल हो नि हैन एउटा फेजमा भोल्टेज जति आइरहेछ नि दुईटा फेजमा नाप्दाखेरि पनि भोल्टेज त्यति नै आउँछ तीनटा फेजमा नाप्दा पनि त्यति नै आउँछ मोटर यदि डेल्टा कनेक्सन तर करेन्टमा फरक आउँछ √3 टाइम्सले कम हुन्छ लाइन करेन्ट फेज करेन्टमा त यो चाहिँ फर्मुला हो यो त जान्नै पर्यो यदि हो अनि मैले चेक गरेको पनि त्यही हो यदि तपाईले मोटरलाई स्टार कनेक्सन गर्नु भएको छ आरबी कहाँ दिनु पर्यो यसो आर दिनु पर्यो यहाँ वाइ दिनु पर्यो यतापट्टि नै लगाएँ मैले यो वाइ दिनु पर्यो यहाँ डी दिनु पर्यो मैले मल्टिमिटरलाई यो पोइन्ट र यो भोल्टेज र यसमा राखेँ भने यो के हो भोल्टेज नाप्यो भने यो दुईटाबाट लाइन भोल्टेज भिएल यो पनि भिएल हो भिएल आरवाई यो दुईटामा भोल्टेज नाप्यो भने यो पनि भिएल हो यो र यसमा भोल्टेज नाप्यो भने यो पनि भिएल हो यहाँ न्युट्रल छ न्युट्रल बनाएको छ अटोमेटिक दिने हैन नि बनायो नि मोटरमा आएर सर्ट गरेको हुन्छ त्यो न्युट्रल बनायो यसमा र यसमा चाहिँ गऱ्यो भने यो भिपिएच हुन्छ यो एउटा फेज कुनै लिए र यो न्युट्रल चाहिँ भने यो पनि भिपिएच हो यो पनि भिपिएच हो यो एउटा नाप्न मिल्यो यसमा र यसमा करेन्ट नाप्यो भने आइएल हैन आर र वाइमा करेन्ट नाप्यो भने यो पनि आइएल हो यसमा र यसमा करेन्ट नाप्यो भने यो पनि आइएल आरबी कहाँ दिनु पर्यो यहाँ युआरमा के दिनु आरआई दिनु पर्यो यहाँ वाइ नै दिनु पर्यो हेर यसमा मैले भोल्टेज चेक गरेँ भने यो के हो भिएलै हो यो पनि भिएल हो यो पनि भिएल हेर यसमा करेन्ट नाप्यो भने आइएल फेज भोल्टेज कसरी नाप्ने डेल्टा कनेक्सनमा लाइन भोल्टेज त नाप्न सक्यो फेज भोल्टेज डेल्टा कनेक्सन कसरी नाप्ने न्युट्रल चाहियो नि फेज भोल्टेज न्युट्रल हुन्छ डेल्टामा छैन त्यही भएर फेज भोल्टेजका लागि कि त्यति धेरै नापिँदैन तर फेज भोल्टेज नाप्नु पर्यो भने भिभा चाहिँ एउटा फेज लिने र यसमा अर्थिङ लिनु पर्यो है सेकेन्ड टर्मिनल मल्टिमिटरको सेकेन्ड टर्मिनलमा अर्थिङ लिनु पर्यो यो पनि जान्नु पर्यो यो पनि जान्नु कसरी नापिन्छ यो ब्लक डायग्राम हो तपाईहरुले यहाँको एक्जाम होस् सिटिपिटीको एक्जाम होस् विदेशको कुनै पनि लाइनको एक्जाम होस् सोधेछ स्टार डेल्टाको कन्डिसन के हुन्छ कसरी मेजर गरिन्छ